हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ, सपना राई च्यानलमा। अनि आज चाहिँ छुट्टी हो अनि जाँदैछ। आज सतीको बर्थडे अनि बहिनी पनि आउँदैछ। हामी सबै आज चाहिँ मिटअप पनि छ। अनि म साथीलाई भेटिसकेँ, उसलाई मैले फुलहरू पनि दिइसकिसकेँ, ह्याप्पी बर्थडे मधु डार्लिङ। अनि उसलाई गिफ्ट पनि दिएँ, किनभने गिफ्ट बोकेर मलाई हिँड्नु अल्छी लाग्छ र उसलाई दिइ पनि सकेको। अनि अब हामी बहिनी ल्याउनु जाने, बहिनीलाई पनि हामी लिएर आएर पनि वेलकम गरिसके बहिनीलाई। ऊ चाहिँ बहिनी हो, हेलो बहिनी। ऊ चाहिँ बर्थडे गर्ल हो। दुईजनालाई एकदमै स्वागत गरिसके र एकदमै आज दुईजनाको खुसीको दिन पनि हो। अनि जति सक्नु थियो मैले गरेको, उनीहरू दुईजनालाई एकदमै खुसी बनाउने कोसिस गरेको छु। त्यति ठुलो त केही छैन है उपहार, अनि सानो एउटा फुल दिएर उनीहरूको मुहारमा मुस्कान ल्याउने कोसिस गरेको छु। सधैँभरि खुसी रहनु। एकजनालाई ह्याप्पी बर्थडे, एकजना बहिनीलाई वेलकम छ। अनि अब हामी गयौँ सबैजना भेट भएर चाहिँ लस्सी, म्याङ्गो लस्सी, लेमन जुसहरू अर्डर गरेर खाँदैछौँ। एकजना साथी चाहिँ आइपुगेको छैन, एकजना साथी चाहिँ मलाई एन्डमा देख्नुहुन्छ। हेलो बर्थडे गर्ल, हेलो बहिनी, अनि हेलो म भन्नु पनि मिलेन है। अन्त अब हामी फेरि अर्डर गर्छौँ, खानेकुराहरू भोक लागिसक्यो। यस्तो हङ्ग्री भइरहेको छ। यो चाहिँ बफ सुकुटी आइसकिसक्यो। बफ सुकुटीसँग चाहिँ हजुरहरूले कोले के खानुहुन्छ हौ? कफी हेर्नु नि, उहाँले चाहिँ कफी र बफ सुकुटी खानुहुन्छ, किनभने उहाँ चाहिँ बिमारी हुनुहुन्छ नि त। हेर्नुहोस् है, हेर्नुहोस् कतिजनाको मुखमा थुक आइसकेको छ। यो चाहिँ चिकन पाङ्ग्रा सुकुटी। ओ माई गड। हेलो अर्बिना, उहाँ चाहिँ अर्बिना प्रिया प्रधान। हेलो मधु डार्लिङ बर्थडे गर्ल, हेलो सिस्टर बहिनी। मजा आइरहेछ। ओके, खुसी हुनुपर्छ है ल। अनि यहाँ चाहिँ राइनी केटी त अलवेज ह्याप्पी पर्सन हो। यस्तै हो, सधैँभरि खुसी नै हुन्छ। एकदमै खुसी हुनुपर्छ है। अब चाहिँ खानुपर्छ, भोक लागेपछि यस्तो आफ्नो धुनमा चाहिँ अब भिडियो गरिरहेको छ आफ्नै धुनमा। यस्तै हुनुपर्छ है जिन्दगीमा चाहिँ, कहिलेकाहीँ खुसी रमाइलो हुँदै गर्छ। अब चाहिँ हामी सबैजनाले खानुपर्छ है। मलाई चाहिँ कतिजना कमेन्टमा म त चेस भन्ने बानी छ नि त, अन्त त्यहाँको चेस होइन हौ चेयर्स भनेर, अन्त आज चेयर्स गरेर चाहिँ खाइदिएको ल, सुधारिदिएको छु है हजुरको कमेन्टलाई। हजुर कतिजनाले मलाई कमेन्ट गर्नुहुन्छ, उहाँहरूको सबैजनाको कमेन्ट मैले सुधारिसकेँ है। अब म पनि खानेछु, साथीलाई भिडियो गर भनेको अम्ला ल्याइहालेछ अगाडि हो। फर्स्ट बाइट खाएँ ल, सुकुटी चाख्दैछु है, कस्तो भयो। यमी यमी, यस दामी भएछ। सबैजना मिठो भयो भन्दैछ, खाँदैछौ। कफी र सुकुटी खाने मान्छे हेर्नुहोस्, कमेन्ट गर्नुहोस् है। को चाहिँ कफी र सुकुटी खाने हुनुहुन्छ, कमेन्ट गर्नुहोस् है। लु अब फटाफटी पाङ्ग्रा पनि उठाइदिउँ। वाउ सो यमी। कतिजनाको मुखमा धोकाइरहेको होला। अब अर्कै चिज पनि आउँदैछ है हाम्रो। वाउ, वाइ साँधेको यस्तो यमी, यस्तो टेस्टी छ होइन। यहाँनिर चाहिँ अब चाना पनि हाल्दै भए दामी हुन्थ्यो। एकजना साथीले फेरि रोटी लिएर पनि आउनु भएछ। परदेश भएर पनि हुँदैन है, हाम्रो रोटी आउँछ है अर्बिना। मजाक हेर्नु, उहाँले चाहिँ ल्याउनु भएको सेलरोटी, अब खानुपर्छ। हेलो डार्लिङ, चुम्मा आम्मा चुप्पा पनि दिएँ। अब हाम्रो चाहिँ खाना पनि आइसक्यो। आलुको अचार, बिरयानी, आलु मटर, नान छ आजको हाम्रो। यो चाहिँ लन्च हो। मजाले खाना खाएर चाहिँ घर जानुपर्ने हुन्छ। एकजना साथी आएर ड्याम दिँदैछौ, कहीँ नहेरिकन चुपचापले। अनि हामी चाहिँ खाँदैछ। हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्यो, हजुरहरूले हेरेर लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला। सपना राई, यो राइनीलाई चाहिँ माया धेरै दिनु होला। सबैजना खुसी रहनु होला। यतिको साथीभाइहरूसँग इन्जोय गरिराख्नुपर्छ। थ्याङ्क्स फर वाचिङ, बाई बाई।